दाइ कस्तो पढिदिनु भित्तो दाइ कस्तो लागिरहेको छ भले कम्प्लेक्स गर्दा बाबु यो त बवाल हो एकदम रोमान्टिक फिल हो जमाइसकेको छ हिमाल चाहिँ यस्तो छ आज हामी घरे पुगिसकेको छौँ वाह सबै रमाइलो भयो हेलो दाइ के छ सन्चै छ ओए के छ दाइ हेलो गाइस फर द टु अबै सब्स्क्राइब लाइक माया गर्नु होला भाइ वाह यता त हिँड्छ के त अलि चस्मा लगाएर के हिरो बनिएको त यार यस्तो भिडियो हाम्रो केटा केटी त केटीहरुले ठाउँमा राख्नु भएको छ त्यही भन्छ नि त कसले तपाईले लाग्छ उ एउटा मात्रै पैसा चाहिँ औ दिदी तर राम्ररी देखियो यार तिमी बस कहाँ आएको तपाईँहरू यता अर्को कपालहरू बसिरह दाइ जस्तो पढिदिनु भित्तो अङ्कल सन्चै हुनुहुन्छ अब कहाँ जाँदैछौँ हामी घले गाउँ हुँदै भुजुङ गाउँ है त्यसपछि पोखरा यता हाम्रो क्युटु भाइ चौधरी ए यता अर्को गाडी छ अरे कति भोलक बना हो हाम्रो दाइले हो नि डेढा हाले हेरेर के हो नि यो जिन्दगानी अघि अहिले त त्यस्तै है अहिले त मजै आउँदैन त्यही हो ब्याग्सो पछि हामी पुलिस चेकिङ बाहिर गएपछि हामी चाहिँ कहाँ बस्छौँ माथि बस्छौँ तर ठाउँ छैन क्या खिचो राख्यो क्या दाइलाई पुरै के यार हिमाल बाँधेर अहिले हामी हिमालको चुचुरामा आइसकेको छौँ है हिमाल चाहिँ यस्तो छ मिठोमा आएको छ ए तिमीहरूले के हेरेर होला र तिमीहरूले के हेरेर होला हामीले रियालिटीमा यस्तो मिठो देखिसक्यौँ होइन ये बड़ी अच्छी बात कही आप कस्तो छ यस्तो मोबाइल छ तर यसमा है त्यस्तो दामी देखेन तर कागरे मोरी भन्ने अब बनाउनु त भिडियो यस्तै बनाउ मुत त ल हो कहाँ गएर मुच्छौ तिमी हिमालको चुचुरामा गएर मुद्यौ साथी पकालिदिन्छु ओ तिमी तोप्लिनु जान लाउने मिठो छ मिठोमा चिसो हावा त्यस्तो हामी कति मिटरको माछौँ हामी 3000 मिटर माछौँ उता हेर्नु न हिमाल देखिया हिमाल देखिया हिमालको हिउँ चुचुरो सब देखिया छ यहाँ के लेखिएको छ खै यहाँ चाहिँ यहाँ जुन सबैहरूले सहयोग गरेको वाला हो है सहयोग 20,000 कसैले कति गरी सक्दैन नि फेरि ओ यो के को बुढ यस्तो दामी बात छ यार यस्तरी चुप्पा हानिदिनु जस्तो यारमा है केटा कता हाम्रो आशिष हाम्रो के अरे मिस्टर गाङ ब्लगर हाम्रो यिनले पनि बनाइरहेको छन् यिनलाई पनि यिनको पनि है हाम्रो यिनको च्यानलमा गएर लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु पऱ्यो है जस हामी चाहिँ अझै अहिले चाहिँ हल्का घाडी सिक्या यस्तो होइन मुझे घाडी सिक्या कस्तो दामी भिडियो बनाउनु लाग्छ है यतातिर फाइनली हामी घले गाउँ प्रवेश गरिसकेका छौँ केटाहरू झर्दैछन् के छ ठिक छ साथी यार ओएमा यिन त छुट्टै हिरो त क्या नि त के अरे लोकल श्रेष्ठ हाम्रो लोकल श्रेष्ठ हुनुहुन्छ सो हामी चाहिँ फाइनली घले गाउँ प्रवेश गरिसकेका छौँ के भनेको छ भनेपछि ओ पारी चाहिँ तपाईँको घले गाउँ फेन्सी पसल अन्त यो वेलकम पिएम ड्रिम होटल क्याफे ओए यहाँ त छुट्टै छ त यार शान्त केटाहरू खाना अहिले खाने ओ मासु भात तरकारी हाम्रो स्कुल सरकारी सो त्यही मिठो छ है धानको भात अर्ग्यानिक अथेन्टिक है यस्तो म बयान गर्न सक्दिनँ यस्तो ठाउँमा आछन् कि अनबिलिभेबल खाना चाहिँ यहाँको खाना चाहिँ दाइ हाम्रो दादाहरू ओ मेरो अङ्कल हामी घले गाउँमा प्रवेश गरिसकेका छौँ है यहाँ त के हेर्नु यस्तो के हो
सो हामी चाहिँ मिठो केटाहरू आएको छ नि हाम्रो केटाहरू चाहिँ टोइलेट यता ओ गिटार सो आज पछाडि जाम पछाडिको भ्यू पनि क्याप्चर गर्दैछौँ अनि त्यही पछाडिको भ्यू यस्तो छ घलेगाउँ हो नि त होइन र सो पछि बसौँ ओ अन्त दिने होला त हामी पछि बसौँ ल सो मिठो मिठो दाइ कस्तो लागिरहेको छ घलेगाउँ प्रवेश गर्दा ए बाबु यो त बवाल एकदम रमाल चिलपिल हो क्या चिलपिल एउटा पोडकास्टको याद आयो यार ओए तिमीले भिडियो बनाएन हौ सो त्यही हो हाम्रो सुरज दाइ यहाँ बस्नु भए के हो यार माहाडी तिमी त यार म झान्दै आइगयो के पुरै झ्याप बास देखिन्छ त भड्डा आँखा त्यस्तो सुतेन र राति 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 छोटो छोटो क्या छोटो छोटो ल अर्को अर्को ग्रुप पनि प्रवेश गरिसकेको छ तर हाम्रो टोली होइन हाम्रो टोली चाहिँ यो हो अनि जिप उतातिर छ मिठो छ यार घलेगाउँ अझै राम्रोसँग हामी अझै गएर राखेनौँ यो चाहिँ अर्कोवाला राखेको म त भाग खान्न अहिले गाडी के पोखरा जाने चिल्ले भर जाने हो मसँग 300 गत छ क्या पैसा आउँछ त्यति बेला यस्तो मिठो छ घलेगाउँ घलेगाउँ सक्छ त फेरि माथि पानी के माथि चिकनै छैन रहेछ कि ल दाल भात तरकारी चिकन बोल्नु भने तेरे माछा भालु अरू पनि केही पाइन्छ त्यही हो यो लाउनु न तपाईँले कस्तो मै बोलाइरहेको लाउनु तपाईँ नाटक नगर्नु है साइको देऊ मलाई धेरै उपर गर्नु लाउ लाउ न फोटो खिच्छ के फोटो खिचौ लाग्यो अहिले फोटो खिच्ने बेला दिन्छन् के दिन्न प्लिज कस्तो मै लागिरहेको फेरि मजा गरेर दिन्छन् के अहिले दिन्छन् के माछेल कस्तो मेरै हुडी माछ गजर अरे हामी चाहिँ अब हामीले चाहिँ खाना खान लाग्यो टक्कै झरेर खाना खाएर भुजुङ गाउँको लागि निक्लिन्छौँ अनि त्यहाँ पनि यहाँ पनि थोरै घुम्छौँ है फेरि हामी यहाँ घुमेर अनि भुजुङ गाउँ खाना हो चिकन छैन त चिकन छैन के कस्तो चिकन गरेर हाम्रो अर्को हेन्सीले न्यु गरिहाले है बनाउँदैछ मिठो ल ल ठिक छ ल केटा आजको पार्टी खतरा छुट्टै हुन्छ विजय दाई हे दाई हेर्नु तपाईँले स्पोन्सर हान्दै केटाहरूले ढाई करोड 5 करोड 2.5 करोडको अरू 7 करोड 8 करोड यता 8 करोड यता मौल ए विष्णु हजुर बोना हो के त्यो बोना भाइ टिकटक आइडी के ए विष्णु भन्ने के त्यही भएर ए विष्णु छ नि त त्यही भएर त्यो भनेर बोलाएको मात्रै म सो त्यही हो काजल लाऊ है त्यो हुडी यिनले लाउने अरे के सन्चै हुनुहुन्छ हामी घलेगाउँ पुग्यौँ नि अब फेरि त्यसपछि कहाँ जाने भुजुङ पछि
पोखरा सिधै पोखरा होइन दिदीले यस्तो गर्नुहुन्छ कि दिदी त साँच्ची भनेको तपाईँ क्युटीमै देखिनु भएको दिदी यता पनि यिनी झन् क्या राम्रो उही सकिन्न नि यिनीसँग त बाफ्रे यस्तो राम्रो राम्रो यिनी है घले गाउँ गयो फेरि यिनीहरू मौरी के हामी त फुकेर उडाइदिन्छ हौ जाम 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 अब आशिष सो यता दसैँ तिहारको पिङ भन हावा पनि त्यस्तै चिसो कि है कति मिठो यस्तो छुट्टै मजा लिएको छु यता फेरि माथि चढ्दैछौँ हामी लगाएर बनाउनुपर्छ बनाएन त बनाउनलाई के भयो त सबैले पालेसरी त हान्ने होइन र हो सही हो किनकि जुगाड हो क्या यो भनेको मेरो हुडी फेरि कहाँ निक्लिन्छ झन्झटमा के र मेरो हुडी जस ठुलो ठुलो हुडी चाहिँ लिएको फाइदा भयो ओ छिटो हिँडौँ न म त दुख्रिन्छु है केटा गजरा रे ओए को त आइसकेको हो त आइटम हामी आफ्नो घले गाउँ दुख्रे केटा दुख्रे टन्टरा ओए सक्छ त कसैले सक्दैन नि केटा थगेलाई के छ तिमीले झ्याल खा बसेर आउन यस्तो हेर सास फुलेर स्या स्या गाईहरू यतिको रमाइलो चाहिँ हुनुपर्छ सुतिरह त्यही आउनु छैन गाडी हान्छु आएर बड्डा 3 यहाँ थुप्रै आउनु लागेको बसी अब यस्तो फेमस छ दामी ओए मैले एउटा बल्ल स्वर्गमा आइयो हामी घले गाउँ घले गाउँमा सबैलाई स्वागत छ दामी छ नि यहाँ म यहाँ भिडियो बनाइदिन्छु अनि हामी बनाउँदै गर्छौँ ल भिडियो एउटा बस्याएर हामी पनि खतरा भिडियो बनाउनु आशिष कहाँ गयो यार वाह सक्दैन भन्नु पर्यो है ल प्रदीप सर ल हामी चाहिँ है घले गाउँको यस्तो दामी छ फेरि यति मिठो छ कि घले गाउँ नाम छ होइन नेपालको प्रसिद्ध ठाउँ घले गाउँ हावापानी सस्तो प्रसिद्ध ठाउँ यी ब्युटिफुल इज कन्ट्री सबलाई देखाऊ सब यी गाईजहरू सब छन् ल हाई भनिदिनु पर्यो है ल भाइ के छ ओइ सब दामी छैन ल हाम्रो दिदी चाहिँ अलि राम्री हुनु त साथी आफूले देखाउ के यार यिनी भाइ छन् अनि म चाहिँ अलि हेन्सी छैन होइन म त अलिक कालो यो मान्छे झन् हेन्सी छ न ए राति भएको यो मान्छेले बहुत मलाई रिस उठाइरहेको थियो फेरि ला सकिन्न गजुरा बलर हानिरहेको भनेपछि आफ्नै यता भिडियो या घलेको प्रवेश यो गल्ली है
कति मिठो ठाउँ किन तिमीहरू अहिले आएर ठुलो बन्यो नि अब कहाँ म त आउँछु बनाउँदिन सुरुबाट हजुर तिमी मलाई फोन गर्दा नि फोन गर्दैन एकछिनकै फोटो खिच्नु आइफोन 16 प्रो म्याक्स दामी यहाँ फोटो सेसन हुँदैछ बसेर कराई यहाँ गला बस्यो यता फेरि छुट्यो रासमल ल आज हामी घरे गाउँ पुगिसकेका छौँ वाह त्यसैले सबै रमाइलो गरौँ छोरा केही होइन इन्जोय गर्न